गाइजहरू हामी चाहिँ आज यो के अरे के भन्छ त्यो उयो गइराखेको छौँ क्या त्यो यो काठमाडौँ आएको आज चाहिँ म हिजो आएको होइन अनि म चाहिँ त्यो आफै यो के अरे जान आगो बल्छ अरे क्या आगो बलेको ठाउँ चाहिँ हेर्न जाँदैछु यता सोल्टिनीसँग अनि उता चाहिँ सोल्टी अनि यता सोल्टिना नै भनौँ न अब होइन अनि यता भाइपुरा वा भाइलाई राम्रो छ भाइ मखे त्यति भनेपछि अब के गर्नु अनि सोल्टिनी गर्दाखेरि अर्कै भ्लग हाम्रो के गर्नु दुईजनाको भ्लग सबैजनाले सब्सक्राइब चाहिँ गर्नु नहुनु होला काठमाडौँको भिडियो देख्न सक्नुहुन्छ होइन अनि तपाईँहरूलाई म चाहिँ आगो बलेको ठाउँमा गएर अर्को देखाल्छु अब सोल्टीले मार्क्स गर्नु भएछ सोल्टी छोड्नु भएन भरे भ्लग त आइहाल्छ यसै पनि होइन सोल्टीले मैले भ्लग बनाएको मार्क्स नै खोलिदिनु भएछ खुसी लाग्यो सोल्टी यो फुल तपाईँलाई उपहार लु भ्लग त बनाएँ होइन गाइजहरू अनि मेरो चप्पल हेर्नु यस्तो चप्पल लिएर आएको छु अनि मेरो कपडा हेर्नुहुन्छ अनि फेरि त्यस्तै छ क्या मेरो आज के भन्नु सोल्टी भन्नु नि सबै मकै पोलिरहनु भएको छ आइसक्यौँ गोदावरीको पुल आएको अब यो गोदावरीको पुलदेखि चाहिँ हामी यतातिर छिर्नुपर्ने हुन्छ अनि त्यस पछाडि चाहिँ हामी कता हो अनि आगो बलेको हेर्छौँ होइन यता त होइन रहेछ यता पो जानुपर्ने रहेछ सिधै गएछु मलाई थाहा थिएन के सोल्टिनाहरू लिएर जाँदै हुन्छ नि त सो पहिलोचोटि आएको यतातिर चाहिँ काठमाडौँ दाउन त धेरै आएको थिएँ तर पनि यतातिर आएको थिइनँ भनौँ न अनि आज चाहिँ यतै नजिकै भएर यसो गइदिउँ न त भनेर पसल ससल चाहिँ छोडिदिएर हामी यता आएको छौँ ए ल गाइज हामी फाइनल्ली आइपुग्यौँ होइन यतै यहीँ अरे यो ढुङ्गा राखेको ठाउँमा खोइ आगो चाहिँ अब रात त आइरहेको छ तर आगो देखिँदो रहेछ ए बलिरहेको रहेछ त है ओके अलिक त्यहाँ छलौ न यहाँ कस्तो बल्ल त बलिरहेको छ क्या आफै उत्पन्न भएको अरे कि यो चाहिँ के पाके जस्तै गरेर के पाकेको जस्तो तर आगोको रात देख्नु भने रात पानी जमेछ नि त्यही भएर पानी ए त्यही भएर हेर्नु गाइजहरू तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँनिर आगो बलेको ठाउँ हामी आइसक्यौँ अनि अहिले पनि कुचुकुचु गरिरहेको त्यो अघि पानी पऱ्यो ए तपाईँहरू देखिरहनु भएको नि मलाई त कस्तो पोलिसकेर आएको यो तपाईँहरूलाई यसो देखाउँदैन ए यहाँ आगो देख्नु भयो नि त्यहाँ हो यो रातो रातो आगो है गाइज अनि हेर मेरो भेषको हालत अनि यता हामी आगो हेर्नु आएको चारजना चाहिँ खोक्दै हुनुहुन्छ आगो देख्नुभयो कत्रो ठुल्ठुलो आगो बल्दैछ यहाँ हामीले फोटोसोटो पनि खिच्यौँ होइन त्यो खासै यस्तो घुम्ने ठाउँ त होइन कि खासमा यो आगो हेर्नु भनेर आएको यो चाहिँ कस्तो भने आफै त्यहीँ जमिनबाटै निस्केको आगो अनि पानी पर्दा होस् जे गर्दा होस् नभने कि अब तपाईँहरूले अघि भुलुलु गरेको सुन्नुभयो होला त्यो भित्र चाहिँ पानी परेको थियो नि त आज अनि त्यो पानी परेर चाहिँ भित्र पसेर चाहिँ त्यस्तो भएको अरे कि त्यो र पनि बलिराखेको कि पानी पसे पनि त्यस्तो खालको कि त्यही भएर आज जम्न त भनेर अनि मैले यसो भ्लगमा राख्न चाहेँ सो त्यही भएर राम्रोसँग हेरिदिनु होला त्यहाँनिर हेर्न सक्नुहुन्छ यहाँ पनि कागज लगाएर बालिरहनु भएको छ देख्नुभयो होला तपाईँहरूले अब चाहिँ बलेको देखियो कि हो है यो लगाएर आमा मात्र ठुलो बलेको सोल्टीले चाहिँ आगो हेरेको त एक्लो हेरिरहनु भएको छ कि अघिदेखिको त्यहाँ आँखै हटाउनु भएन है अहिले चाहिँ उता हेर्नु आँपा मगेर म बोलेको केही भन्न चाहनुहुन्छ तपाईँ मेरो भ्लगमा मानिसहरूलाई चाहिँ एकदम के गर्नु पर्छ सपोर्ट गर्नु धन्यवाद त्यति भन्नु ल गाइजहरू हामी चाहिँ त्यहाँबाट फर्किसक्यौँ होइन अब पसलतिर जानुपर्ने हुन्छ सोल्टिनी हेर न कति राम्रो देखिरहेको छ यहीँ गरेर अब चाहिँ भन्नु हेलो मात्र भन्नुहुन्छ अरू पनि केही भन्नु मेरो सोल्टिनीलाई चाहिँ एकदम साथ सपोर्ट गरिदिनु होला अनि भन्नु यताउति सब्सक्राइब गर्नु होला एकदम धेरै सेयर गर्नु होला भन्छ धेरै गरिदिनु सोल्टी फेरि लास्टै हान्छौँ के न साँच्चै भनेको हेर्नु त कति राम्रो आउनु भएको क्यामेरामा
रियलमा नि राम्रै हुनुहुन्छ सोल्टी कसको भन्ने कुरा हुन्छ कि फेरि ल यो भाइ त यता तसरी भनिदिनै सोल्टी नि कहीँ भाइ कस्तो हो त लास्टमा त त्यस्तो डाइलग भयो दिदी तपाईँ नि केही भनिदिनु न मलाई के भन्नु मलाई सोल्टीलाई देखेकै आज तपाईँलाई देखेको हिजो यतालाई देखेको अलिक पछि त्यस्तो सब्सक्राइब गर्नु ल मलाई हस् के छ नाम भनेर नि सोध्नु भयो त हस् मात्र भयो तपाईँले नगर्ने विचार गर्नु भएन यताबाट गर्नु भन्नु न अनि मलाई पठाइहाल्छु उहाँहरूले त गर्नु भएको होला उहाँले गऱ्यो भने म कुटुम गाइजहरू मेरो आफ्नै बारीको सोल्टिन्छ यस्तो भनेपछि म के गर्नु उहाँले गर्नु भन्नु उसैले गरेको छैन र कि लास्टमा त तर आज मलाई कति राम्री देखेको यताबाट यता गरेपछि यताबाट ल गाइज अब मेरो भलक चाहिँ यति नै रहेको छ होइन मैले त्यही तपाईँहरूलाई मेन भनेको चाहिँ आगो बलेको देखाउनको लागि लगेको थिएँ तपाईँहरूले बुझिहाल्नु होला सब्सक्राइब गर्न चाहिँ कसैले नभुल्नु होला सोल्टी सब्सक्राइब गर्नु पऱ्यो है सोल्टिनलाई म भरे हेर्छु नि फेरि हृदयदेखि मात्र भनेर नि छ त्यहाँ मोबाइलदेखि सब्सक्राइब गर्ने थर्काइ पो सब्सक्राइब गर्नु न यस्तो हुनुपर्छ फ्यानहरू भनेको हुँदैन हामी गर्छौँ न तपाईँहरू पनि नगर्नु बरु हे यु फेरि म भरेदेखि चिन्दिनँ नि बाई बाई गाइज बाई बाई सब्सक्राइब गरिदिनु होला सरू माझी नि सरू माझी नि सरू मजिनी सरलाई चाहिँ एकदम सब्सक्राइब गरेर सबैजनाले माया गरिदिनु होला हस् त्यति भनिदिनु भएकोमा धेरै धेरै धन्यवाद सोल्टी हजुरलाई